हेलो गाइस, के छ होइन। आजको गेम भनेको चाहिँ कुवेत भर्सेस जापान थियो, जुन चाहिँ हाम्रो टिममै छ होइन। नेपाल, जापान, कुवेत जुन ग्रुप बीमा छ र नेपालले कुवेतलाई त धब्बी हान्यो होइन, 58 रनले हानेको छ। सो नेपाल अलरेडी क्वालिफाइड, किनभने जापानले कुवेतलाई हराइसक्यो। त्यो भन्न साथै कुवेत टो गेम हार्न साथै आउट अफ सुपर 6, किनभने ग्रुप टिमबाट दुईजना जान्छ। सो हाम्रो ग्रुपबाट नेपाल र जापान जाँदैछ। तर मेन गेम जुन हुँदैछ त्यो भोलि हुँदैछ, नेपाल भर्सेस जापान। र त्यहाँनिर चाहिँ नेपाल र जापानमा जसले जित्छ नि, अफकोर्स नेपालले जित्छ। र त्यो चाहिँ रन रेट जुन छ त्यो चाहिँ क्यारी ओभर हुन्छ होइन, 2 पोइन्ट्स क्यारी ओभर गर्छ सुपर 6मा। र नेपालले जापानसँग खेल्दैन सुपर 6मा, र त्यो नेट रन रेट पनि क्यारी ओभर हुन्छ। सो सुपर 6मा 6वटा टिममा नेपाल भयो, जापान भयो, एकअर्कासँग खेल्दैन। अर्को भयो युएई, ओमान, अनि अर्को दुईवटा टिम हुन्छ जुन नेपाल सुड बिट कम्फर्टेबली। एन्ड भोलिको म्याच चाहिँ किन इम्पोर्टेन्ट छ भन्दाखेरि चाहिँ इनकेस नेपाल भर्सेस युएई, नेपाल भर्सेस ओमान कुनै गेममा पानी पऱ्यो भने है, पानी पऱ्यो भने चाहिँ एक्स्ट्रा म्याच छैन यो उसमा है। त्यही भएर भोलिको गेम एकदम इम्पोर्टेन्ट छ। नेपाल भर्सेस जापान एकदम इम्पोर्टेन्ट छ। नेपालले हराउँछ, नेपालले जित्छ, लान्छ क्यारी ओभर। इट्स अ मस्ट फर नेपाल टुमोरो। होइन भने सुपर 6मा जस्तै जापानसँग नेपालले खेल्न पाउँदैन। 4वटा टिमसँग खेल्छ होइन। 1 टिम युएई, ओमान, कतार, 3वटा टिम भयो नि। युए, ओमान, कतारसँग खेल्छ नेपालले सुपर 6मा। र अर्को भनेको चाहिँ लास्ट टिम भनेको चाहिँ स्टिल अनडिसाइडेड होइन, कि पिएनजी हुन्छ कि समोआ हुन्छ। समोआमा जहाँ चाहिँ रोस्टलर छ, रोस्टलर 40 वर्षको बुढो होइन, त्यो मतलब छैन। तर 3वटा टिम चाहिँ फिक्स भइसकेको छ नेपालले खेल्ने सुपर 6मा। नेपाल सुपर 6मा गइसकेको छ होइन। युएई, ओमान, कतार, अनि इदर समोआ कि त पिएनजी। जहाँसम्म मलाई लाग्छ पिएनजी पहिला राम्रो थियो होइन, रसद भाला अहिले पनि आई थिङ्क हिज अ क्याप्टेन राइट नाउ। एन्ड उसले राम्रो खेल्छ तर धेरै बुढो भइसक्यो, सक्दैन कि। समूहमा पनि त्यही हो, अस्ट्रेलिया छ तर सक्दैन। तर नेपाल मस्ट विन 2 गेम्स एटलिस्ट, एन्ड वान्स यु विन द 2 गेम्स, विन द वर्ल्ड कप। थ्याङ्क यू सो मच, थ्याङ्क यू, बाबा।